वेलकम टु आवर न्यू भिडियो ब्लग। आज चाहिँ हामी यहाँ हेर्नु न, यहाँ कति राति भयो म देखाउँछु। हेर्नु त, क्यामेरामा कस्तो उजेलो देखेको है। हेर न, उजेलो देखियो कस्तो कहाँ अँधेरै भयो क्या। हामी यहाँ गोठ हेर्नु, यहाँ भैँसी नि देखेन क्या हो। ए यहाँ भैँसी छन् कि रोकिन भैँसी हामी यहाँ हाम्रो यस्तो छ के। आज चाहिँ हामी यहाँ पारी घर, यिनको मामु घर, मेरो चाहिँ हजुरआमा घर चाहिँ भने नि भयो। हामी चाहिँ यहाँ अनि हामी चाहिँ यहाँ आउँदाखेरि चाहिँ जुन चाडपर्व परे पनि यो चाहिँ खेल्छौँ कि होइन। सानैदेखि टिस्टाबाट लुकेर हेर्ने कस्तो मजा आउँछ है। त्यसो गरी खेल्छौँ कि हामी चाहिँ अहिले यहाँ गोठा किन थाहा, यहाँबाट चढेर यहाँबाट चढेर आएको कि यहाँबाट चढेर आएको हामी होइन। अनि अहिले चाहिँ हामी यहाँ अङ्कल र दाइलाई कुर्दैछौँ कि कतिखेर आउनुहुन्छ भनेर देख्नु भएको थियो तल यहाँ बसेर हेरेछौँ कि हामीले यहाँ कुरेछौँ कि आइजनु त अँधेरै जतासुकै लाइट बाल्ने हुँदाखेरि अँधेरो देखिन्छ कि यो जाँदैछौँ है गोठाबाट। कर्सा कस्तो हो, कर्सा हो कि यो चाहिँ। हामी यस्तो गेमको जहिले पनि खेल्छौँ। गेम छ भ्यू हेर्नु गाइज, भ्यू हामी यस्तो गर्छौँ कि लुकेर हेर्ने छौँ। देख्नु भने छैन काम ठाउँमा हामीलाई अहिले चाहिँ फेरि आउनु त्यहाँ मान्छे हुनुहुन्छ के हो लुके कार्यक्रम चला लागेको यहाँ टेक बजिसक्यो कारण केटाहरू हो क्या ब्याग स्टेज हो क्या हामी होइन। म फिल्डमा कहाँ पुगेछु, फिल्डमा कहाँ पुगेछु अगाडि गर्न कतिजना भन्दा कतिजना 22जना 3जना पछि आउनु 25जना ए हामीलाई हटाएर त्यही भएर हामी ब्याकस्टेज दही गोलागोल चले। सुरुमा यिनले लिएर आए गएर एक कटौरा 2टाले खाइयो। अनि फेरि मैले अनि मलाई सङ्गम हो कि मैले सङ्गमले दिएन भनेर सुन्नु थियो। मैले त खोइ थाहै भएन भनेर फेरि एउटा कटौरा बोरी लिएर चिनी कति हाल्यो 3 चम्चा चिनी कतिमा त्यहाँ बसेर खाइयो। आउँछ कि अनि डर यहाँ पछाडि आएर नाच्नु हामी के त पछाडिको आँगनमा गीत बजिरह उता भाइ नाच्छन् हामी यता नाच्छौँ है ल।
आजलाई यति नै आजलाई यति नै गाइस एकछिन आजलाई यति नै गाइस अहिले अरू नाचौँ भयो भने हुन्छ न त यहाँ पछि नै टर्केको है बाई गाइस आज चाहिँ नेक्स्ट डे हो हामी चाहिँ यहाँ हिँडेको साबुन पानी लिएर चाहिँ हामी खोलातिर हिँडेको हामी बिहान कति बजे होला 7 बज्छ तिम्रो 6 बजे म कति बजे उठेको म 4:45 मा उठेको म आइ के सक भएको त नि अन्त उजेलै हुन्छ नि त अहिले चाहिँ हामी खोलामा मुखसुख हात खुट्टा धोएर आउने भनेर हिँडेको नत्र इन्डिया पुऱ्याइदिन्थ्यो होइन यही त गरौँ रहेछ न कहाँ बिरेछ अब यो कहाँ बुझ्छ यहीले चाहिँ नत्र नर्थ पोल पुऱ्याइ नदेखेको नर्थ पोल पुऱ्याइदिन्थेँ भाइ फेरि मैले के नर्थ पोल उतै छेकेको हामी चाहिँ अहिले पारी घर जाँदैछौँ यहाँ सङ्गमजी हुनुहुन्छ हामी चाहिँ फेरि हिजोको हाम्रो राष्ट्रिय खेल भ्यू हेर्नुको रहेछ भ्यू हुनु होला त्यहाँ खत्रै चुक्यो देखाउनु पर्यो लाइट बोल्नु ए ओइ यति नै गरौँ कि आजलाई होइन गाइस ओइ पनि यति
आजको ब्लग चाहिँ यतातिर एन्ड हुन्छ है गाइज बाई बाई फेरि नेक्स्ट ब्लगमा भेटौँला नेक्स्ट ब्लगमा भेटौँ बाई